हेलो गाइज के गर्नु साउजी बोक्नै पर्ने हुँदैछ नि हेर्नुहोस् डेरी मिल्क बगी यता हाम्रो के भन्नु साउजी जतिको ह्यान्डसम भयो भए त कसम होइन पक्ला पक्ला केटीहरू त फेरि हो भनेको ड्याङ्का ड्याङ जा लडाइदिन्थ्यो भनेको साउजी कम ह्यान्डसम छ हाम्रो साउजी हेर्नु त ल हेर्नु न यहाँ डेरी मिल्क बय हो डेरी मिल्क यस्तो आइ गुलियो क्या मिठो आमा साउजी यार अनि लामाजीको सानो घर साउजीको भिडियोमा दह्रो लागेको आउँछ भनेको है मेरोमा यति आउँदैन यो साउजी भनेको कम आउँछ साउजीकोमा आम्मा टाउको यतिको हल्दाको भरमा साउजीले लाइक 500-600 लान्छ आफूले कम सङ्घर्ष गरिरहेको छ 200 नै आउँदैन नि मेरो के हो त के रहस्य छ साउजी एकचोटि भनिदिनु पर्यो त्यस्तो रहस्य हामीले लिनु पर्यो डेढमेक भयो डेढमेक चप चप आमा त्यही भएर मन पराउँछ जस्तो चाहिँ केटीहरूले त्यही भएर लाग्यो कमेन्ट त लाग्यो केटीहरूको होइन अनि ऊ 500 है आमा 520 191 कमेन्ट आमा म केटीको हुन्छ नि आफू साउजी थत यार साउजी हामी जस्तो मेहनत गऱ्यो भने त साउजीले एकै तालमा सिल्भर होइन गोल्डेनै जित्थ्यो होला त्यो जस्तो लाग्छ मलाई गोल्डेन त्यो एवार्ड हुन्छ त त्यो युट्युबको के है साउजी खतरा छ नि तपाईँ यस्तो हल्डेको भरमा अनि 500 100 कमेन्ट आमा तपाईँ ह्यान्डसम हो नि साउजी यार लास्ट ह्यान्डसम हो कि उहाँ साउजी चाहिँ बनाइसक्यो टिकटकै हो अनि टिकटकै बनाइसक्यो अनि अब यो टिकटक अहिले पोस्ट गऱ्यो भने एकैछिनमा 9,000 पुग्छ होला 1 मिलियन भ्युज यसो मैले नि अब यसमा बनाएर हालेँ भने तपाईँको छोरोबाट न मैले नि के थाहा गोल्डेन नभए नि सिल्भर जित्नु सक्छ कि होइन साउजी टिकटकबाट बजाउनु न झन् बनाइरहेको थियो दया लामाजीको भिडियोमा नि थोरै माया र लाइक सेयर कमेन्ट गरिदिनु पऱ्यो होइन त साउजी होइन त लाइक सेयर कमेन्ट आउनु पऱ्यो कि थोरै भयो भने किन नहाल्ने त तपाईँको त हालिदिनु अब अघि नै मैले बनाइसकेँ तपाईँ बनाए आउँछ त तपाईँकोबाट 500 मेरोबाट 300 हाने 800 त आउँछ साउजी हो भनेको कस्तो यार साउजी यस्तो यहाँ